like. Perfect night tonight. It's now or never. Come on, let's light up the sky. Now we're together. Come on, let's light up the sky. Just you and I. हेलो नमस्ते सबैजनालाई फेरि तपाईहरुलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ तपाई देख्न सक्नुहुन्छ फेरि म घुम्न आएको छु यता। यसो सानो भिडियो बनाइदिउँ न भनेर। देख्न सक्नुहुन्छ मेरो पछाडि हैन कति राम्रो। अनि जाडोको मौसम छ, मौसम अति नै दामी छ, रमाइलो छ। तपाई त देख्न सक्नुहुन्छ है। र यो चाहिँ मेरो फर्स्ट टाइम हैन यता यो पछाडि प्रोमिस ब्रिज भन्छ हैन यसलाई। र हामी चाहिँ आज अल खवानिज भन्ने ठाउँमा आएको छु दुबईको। र तपाईँ यता दुबईमा यता दुबई एयरपोर्टतिर यता छेउछेउमा बस्नुहुन्छ भने तपाईँ 15 देखि 20 मिनेटमा यहाँ आइपुग्न सक्नुहुन्छ। यहाँ आउनलाई चाहिँ कुनै पैसा लाग्दैन, एउटा पार्क जस्तै हो। तपाईँ फ्यामिली साथीहरूसँग एउटा रमाइलो गर्न सक्नुहुन्छ। यहाँ आएर अति नै राम्रो ठाउँ छ है, तपाईँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ अब आउने भनेको अब बेलुकातिर राति। अहिले त मौसम पनि एकदम राम्रो छ हैन। अहिलेको समयमा जस्तै 8 बजे 9 बजेतिर आउँदाखेरि एकदम राम्रो हुन्छ। यहाँ केही रेस्टुरेन्टहरू पनि छ है। र त्यो बच्चाहरूलाई खेल्ने ठाउँ, खेलाउने जस्तै सानो बच्चाहरूले खेलाउने रेलहरू। अनि तपाईँ यहाँ त देख्न सक्नुहुन्छ यो लेक पनि छ है। सानो लेकहरू बनाइदिएको छ। अति नै दामी ठाउँ छ है।
र तपाईँ यता बेलुकातिर जस्तै आउनुभयो भने तपाईँ यहाँबाट चाहिँ राम्रो सनसेट पनि देख्न सक्नुहुन्छ। हामी चाहिँ अहिले राति आएको छौँ, 12 बज्न लागेको छ है। जस राम्रो छ, मौसम पनि राम्रो छ अनि जस ठाउँ पनि अहिले राम्रो छ अनि जाडो जाडो छ। सो यसमा चाहिँ यसलाई चाहिँ अब यही हो प्रोमिस ब्रिज होइन, मेरो पछाडि देख्न सक्नुहुन्छ प्रोमिस ब्रिज। र यसमा म तपाईँलाई देखाइदिन्छु है त फेरि। तपाईँ देख्न सक्नुहुन्छ यो प्रोमिस ब्रिज र यहाँ तालै झुन्ड्याएको छ है मान्छेहरूले। सो त्यो प्रोमिस ब्रिजमा चाहिँ तपाईँ आफ्नो गर्लफ्रेन्ड होइन, साथीहरू, अब अलिकति मिल्ने साथी होइन र गर्लफ्रेन्ड त्यस्तो कपालहरू आएर त्यस्तो प्रोमिस ब्रिजमा चाहिँ अब त्यो ताला किनेर ताला झुन्ड्याउने एउटा चलन रहेको छ। यसो बुझ्दाखेरि चाहिँ है यस्तै छ है, रमाइलो छ। हामी चाहिँ अब फर्किँदैछ है। सानो भिडियो बनाइदिउँ भनेको लामो भिडियो अब धेरै भएको छ नबनाएको होइन। अब सर्ट भिडियोहरू त आइ नै राखेको छ होइन डेली, अनि लामो भिडियो चाहिँ आज बनाइदिउँ भनेर हामी अब चाहिँ निस्किन लागेको है। र तपाईँको पछाडि देख्न सक्नुहुन्छ अति नै दामी होइन। अब आफ्नो फ्यामिली साथीभाइ होइन सँग यहाँ आउनु सक्नुहुन्छ, चिल गर्न सक्नुहुन्छ। छुट्टीको दिन विकेन्डमा आउन सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ। जस रमाइलो ठाउँ छ। तपाईँ यता लेक मैले देखाइसकेको कि नै, यता हाम्रो साथी कस्तो लाग्यो? अल्खवानी आएर राम्रो छ। म त अगाडि पनि आएको थिएँ, मेरो चाहिँ फर्स्ट टाइम होइन। तपाईँको फर्स्ट टाइम हो। अहिले त अझै राम्रो बनाएको छ। पहिले यति लाइट नै भएको थिएन, तर अहिले चाहिँ अब लाइटहरू बढाएको छ, मान्छेहरू त्यति नै आउनु थालेको रहेछन्। अब क्लाइमेट पनि राम्रो छ नि त अहिले, त्यो कारणले पनि मान्छेले आकर्षित गरेको हो यो ठाउँमा। त्यति फ्यामिली लागि दामी छ, राम्रो ठाउँ छ। कोही बात नहीं।